नियामकबाट निर्देशक सुन्दा त सामान्य पद परिवर्तन जस्तो लाग्छ, तर होइन है। नेपालको बैंकिङ क्षेत्रमा यो एउटा खुबै शक्तिशाली र चाखलाग्दो चलन बनेको छ। केन्द्रीय बैंक छोडेपछि धेरैजसो उच्च अधिकारीहरू सिधै वाणिज्य बैंकहरूको बोर्डरुममा पुग्छन्। तर यसले संकेत के गर्छ? आउनुहोस् आज यसैको गहिराईमा पुग्न। अब यो आँकडा हेरौँ त अलिकति अचम्म लाग्न सक्छ। नेपालमा भएका 20वटा वाणिज्य बैंक मध्ये झण्डै आधा मतलब 9वटामा केन्द्रीय बैंकका पूर्व हाकिमहरूले सञ्चालकको कुर्सी ओगटेका छन्। यो कुनै संयोग मात्रै होइन, यो त लगभग एउटा स्थापित प्रणाली जस्तै देखिन्छ। त्यसो भए प्रश्न उठ्छ, को हुन् त यी व्यक्तिहरू अनि कुन कुन ठूला बैंकको बोर्डरुममा पुगेका छन्? आउनुहोस् केही मुख्य नामहरू हेरौँ जसले यो कथालाई अझै स्पष्ट पार्छ। कुरा कुनै सानोतिनो पदको होइन है। नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता ठूला बैंकहरूमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक र निर्देशकहरू पुगेका छन्। लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकमा त उनीहरू सिधै अध्यक्षकै पदमा छन्। अनि सानीमा बैंकको त कुरै नगरौँ, त्यहाँ त 1-2 जना होइन 3-3 जना पूर्व राष्ट्र बैंक अधिकारीहरू छन्। अब सोच्नुस् त त्यहाँ उनीहरूको प्रभाव कस्तो होला? अब यति देखेपछि मनमा एउटा ठूलो प्रश्न आउँछ। आखिर यो चलनले बैंकिङ क्षेत्रलाई फाइदा गरिरहेको छ कि बेफाइदा? के यसले हाम्रो बैंकिङ प्रणालीलाई बलियो बनाउँदैछ वा कतै भित्रभित्रै कमजोर त पारिरहेको छैन? हो, यही प्रश्नको वरिपरि पुरै बहस घुमेको छ। यो प्रश्न भनौँ न एउटा सिक्काको 2 पाटा जस्तै छ। एकातिर के यो वर्षौंको अनुभवको सही उपयोग हो जहाँ केन्द्रीय बैंकको विज्ञताले वाणिज्य बैंकलाई फाइदा पुग्छ? अर्कोतिर कतै यो स्वार्थको द्वन्द्व त होइन जहाँ नियामक निकायको भित्री कुराको गलत फाइदा उठाउने बाटो खुल्छ कि? यही बहसमा 2वटा बलिया तर्कहरू अगाडि आउँछन् र दुवैका आफ्नै आधार छन्। एकातिर चिन्ताहरू छन् भने अर्कोतिर यसलाई सही ठहर्याउने तर्कहरू पनि छन्। ल, यी दुवैलाई एक-एक गरेर हेरौँ। चिन्ता गर्नेहरूको तर्क कस्तो छ भने यी पूर्व अधिकारीहरूले आफ्नो पुरानो चिनजान र भित्री जानकारीको सूक्ष्म तरिकाले प्रयोग गरेर नियमहरूलाई आफ्नो बैंकको फाइदामा लगाउन सक्छन्। यसो हुँदा अरू बैंकहरू त पछाडि परे नि हैन र? तर अर्को पक्षको तर्क पनि कम्ता बोलियो छैन। उनीहरू भन्छन्, एकछिन है, बैंकिङ कानून र देशको अर्थतन्त्रलाई गहिरोसँग बुझेको मान्छे बोर्डमा हुनु त बैंकको लागि झनै राम्रो कुरा हो नि। हो, यही समर्थन गर्ने तर्कलाई राष्ट्र बैंककै प्रवक्ता गुरु प्रसाद पौडेलको भनाइले पनि बल दिन्छ। उहाँको विचारमा बैंकिङ क्षेत्र र देशको अर्थतन्त्र बुझेको व्यक्ति सञ्चालक हुनुलाई सकारात्मक रूपमा लिनुपर्छ, मतलब नियामक निकाय आफैले पनि यसलाई नराम्रो मानेको देखिँदैन। तर प्रश्न उठ्छ, के यो सबै कुरा कानून सम्मत छ त? के नियमले यस्तो गर्न दिन्छ? हो, दिन्छ, तर केही शर्तहरू छन् है। यो प्रक्रियालाई नियन्त्रण गर्न एउटा विशेष व्यवस्था छ जसलाई कुलिङ अफ पिरियड भनिन्छ। कानूनले यहाँ एउटा ब्रेक लगाइदिएको छ। राष्ट्र बैंकबाट रिटायर भएपछि उच्च पदका अधिकारीहरूले 3 वर्षसम्म र अरू अधिकृतहरूले 2 वर्षसम्म कुनै पनि बैंक वा वित्तीय संस्थामा काम गर्न पाउँदैनन्। यो एक किसिमको अनिवार्य वेटिङ पिरियड हो ताकि स्वार्थ बाँझिने सम्भावना कम होस् अनि यो अवधि सकिएपछि पनि उनीहरूले राष्ट्र बैंकबाट स्वीकृति लिनै पर्छ। अहिलेसम्म हामीले नियामक निकायबाट बैंकतिर जाने एउटा बाटोको मात्रै कुरा गर्यौं। तर के होला यदि यो बाटो एकतर्फी नभएर दुईतर्फी छ भने? कथामा एउटा यस्तो मोड आउँछ जुन सायद धेरैले सोचेका पनि हुँदैनन्। र हो, यो रिभल्भिङ डोर अर्थात् घुम्ने ढोका दुवैतिरबाट चल्दो रहेछ। हामीले वाणिज्य बैंकहरूको कुरा त गर्यौं, तर अचम्मको तथ्य के छ भने नियामक निकाय अर्थात् केन्द्रीय बैंकको आफ्नै सञ्चालक समिति पनि पूर्व बैंकर र आफ्नै पूर्व कर्मचारीहरूले भरिएको देखिन्छ। राष्ट्र बैंकको सञ्चालक समितिलाई निहालेर हेर्दा यो कुरा झनै छर्लङ्ग हुन्छ। चिन्तामणि भट्टराई, डाक्टर शङ्कर प्रसाद आचार्य, डाक्टर रविन्द्र प्रसाद पाण्डे यी सबै राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् जो अहिले नियामक निकायको बोर्डमा छन्। अनि अझ रोचक कुरा त के छ भने हालका गभर्नर आफै पनि कुनै समय सानीमा बैंकका सञ्चालक हुनुहुन्थ्यो। यसले त नियामक र नियमित निकाय बीचको रेखा कति पातलो छ भन्ने प्रष्टै देखाउँछ नि। अब यति सबै कुराले हामीलाई एउटा अन्तिम र सबैभन्दा गम्भीर प्रश्नमा ल्याइपुर्याउँछ। जब नियम बनाउने र नियम मान्ने बीचको यो रेखा यति धेरै धमिलो हुन्छ तब हाम्रो देशको समग्र वित्तीय प्रणालीको निष्पक्षता र स्वास्थ्यमा यसको असर कस्तो पर्ला? यो एउटा यस्तो प्रश्न हो जसको जवाफले नेपालको आर्थिक भविष्यको बाटो तय गर्न सक्छ।